गुड मर्निङ। अब आज चाहिँ हाम्रो म चाहिँ बहिनीको टिका लाउन जाँदैछु हो। भनेको नजिक हो। खासमा चाहिँ म ड्युटी जाँदै थिएँ कि 1 बजी मेरो ड्युटी थियो आज। ड्युटी जानु परेन, त्यही भएर टिका लाउनु गएको। अनि बहिनीलाई फोन गरेर अब त्यो गरिदिनु, मलाई ढिलो हुन्छ हो। ढिलो त टिका लाउनु जानु पऱ्यो भनेको ठिक्कै आज नजाउँ भने कि बियोले नजाउँ भन्यो। बियो सालले नजाउँ भनेपछि त जाने कुरै आएन। एकछिन बाइक मागेर टिका लाउनु जान्छु हो, त्यहाँदेखि फर्केर आउँछु। यस्तै हो। तपाईँलाई फेरि के गर्छु म आज है सबै देखाउँछु है। युट्युबमा भिडियो नहालेको चाहिँ बहुत दिन भएको छ नि त हो। त्यही कारण आज यसो टिकाको भिडियो बनाइदिउँ कि भनेर तपाईँको समक्ष साथ दिनु होला। मेरो भिडियोलाई लाइक कमेन्ट पनि गरिदिनु होला है। अनि फलो र सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है। केस पनि त घिनलाग्दो गाडी परेछ नि त मैले अब लागेको। कस्तो देख्दैछ हौ मलाई आज? त ह्यान्डसम जस्तै देखेको छैन। ड्युटी गएको छु आज नजानु भने नि। अब खाउदाउको मिलेमिसो भइसकेको छ, पाकिसकेको छ खानाको लागि बिहानै हो। अब हामी चाहिँ सँगसँगै अब हामीसँग लोकल ब्लगर हुनुहुन्छ एउटा। अब आइफोन कुदा छ यहाँनिर। आइफोन नदेखाएको अलिकति टाढो राख आइफोनलाई। हामीसित आज धेरै 1 वर्ष बादमा यता आमासँग भेट्नु भएको। टिका हुँदाखेरि चाहिँ धेरै टाढोको चाहिँ निकै टाढो। म चाहिँ सिलगढी बस्छु, आमा चाहिँ यता नवीन बस्नुहुन्छ। म आउनु पाउँदिनँ होइन त्यतिखेर। भाइ एउटा सानो कमेन्ट गरेर भाइ भनिदिनुहोस्, टिका लाउन त अब कस्तो लाग्छ तिमीलाई? मलाई जबरजस्ती रिल्समा नचाउँदा तिमीलाई कस्तो फिल हुन्छ भाइ भन त? ला डिङ्क चिका भन्नु लाउँछ नि तिमीलाई याद छ? उसलाई पुरा हाँस उठ्छ। उहाँ चाहिँ हाम्रो उहाँको चाहिँ आज क्रिम भरि अनबरी क्रिम छ। अब दाजुले कहाँ छ उहाँलाई टिका लाउँछ कि सजाउन? हामीसित जुड्नु भयो हाम्रो बहिनी। तलै छ देखेँ नि मैले। मेरो माइती भन्नु न। माइती उहाँलाई के थाहा? उहाँ चाहिँ प्योर लेप्चा हो। तपाईँलाई कमेन्टमा भनिदिनु ल। उहाँ चाहिँ प्योर लेप्चा, अथप अन्सारी लेप्चा। हाम्रो बहिनी चाहिँ भर्खर आफ्नो स्वयं दाजु निजीलाई लगाएर आउनु भएको है। अब हामी चाहिँ अलिकति टाढाको परे तापनि हामी नजिकको छौँ। त्यस्तो होइन। किन आफ्नोलाई त पहिला लाउनु पर्छ नि, त्यस्तो भएन के भनेको? त्यस्तै हो, यो कुरा सही हो। ए अझै तिमीलाई थाहा छैन आमाले सिकाउनु पर्ने? हेर्नुहोस् है, झन्डै 32 वर्ष पुगिसक्यो चेलीहरू चाहिँ, र अझै पनि थाहा छैन अरे कसरी टिका लाउँछ भनेर। सालै पनि लाउँछ अरे फेरि। आमाले सिकाउनु पर्छ। माला होइन अब 32 वर्ष पुगेर टिका लाउनु जान्दैन भनेपछि त सरम भयो नि हौ हामीलाई त। राम्रो एङ्गल मिला भाइ। बारे म त्यो युट्युब हाल्नु पर्ने छ। के हुन्छ अछि म भन्छु नि, हाम्रो बहिनी राम्रो बेच्छ। तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ मलाई। अनइम्प्लोइ हुनु चाहिँदैन, इम्प्लोइ चाहियो। मेरो अनुहारमा यस्तो उयो लगाइदिनु ल इमोजी। यो चाहिँ पुरा इम्पोर्टेन्ट छ है गोजीमाले। विशाल हिजो रातभरि ट्याउसु भनेको पैसा यो चाहिँ तल माथिको पैसा गर्नु हेर्नुहोस्, यो चाहिँ एउटा चाडबाडको एउटा रमाइलो दिनहरू हो। ठिकै भेटेछ नि? के चाहिँ ओखर छ त यस्तो बनाएको छ। दुईटा चाहिँ त्यो गर्दा आफै खिचिहाल्छ। भयो दुईटा अहिले भरे एउटा बनाउँदा भयो। 3 जना आज त्यो पोटेपछि ठिक्कै आउँदो रहेछ अनुहार त। यो दामी काम लाग्छ। हाम्रो सानो मम्मी
ठुलोमै आउनुहुँदैछ हो अलिक उठ्नु त तपाईँ त हराएको उठ्दैन हराउँछ न अन्त त्यही त पलाइटी राखेपछि दाइले चाहिँ किन बन्द गरेको एकचोटि फोन गर्नु आउँछ उजाला आउँछ बिचारी वर्षा ल आऊ सबै आऊ ल फरक को छ कोही सबै ल सबैले खिच्छु मामाहरुसँग फोटो खिच्यो 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 त फुटबलले घुमी खिच Noi. Noi din nori tu. मेरा हो लाडी फोन छैन बिचार किन खिच्छ अन्त हाम्रो छ नि त किन्दिन भनेको अन्त उपो अनि एउटा जग्गा कहाँ राखिदिउँ फोन किनिदिनु भनेको एकछिन ल अदिया लमङ 3-4 जना ल अर्को बारी गोलेको भन्दा चाहिँ भन्थ्यो नि साच्चै प्लिज एउटा तपाईहरुको कम्ती बेसी दिन्छ नि त ल अलिकति म गएर अगाडि गर्नुपर्छ बुक गर्नुपर्छ भइले नि हो त नम्बर लाग्छ निक्लिन्छ कहाँ हो त्यो जानु पाउँदैछ नभए चाहिँ म गएर को यो फोन गर्ने नि प्लेट हेर्नु त देखा थियो जेसिका दुनामा थियो भने बाहिर ठाउँमा राखेन रहेछ दुनामा राखेको थियौँ हामीले के पनि हुँदैन जेसिका एउटा चिरेछ ढुके भए हामी फेरि चाहिँ म त्यो तपाईहरु सबै सोल्टी पो त मेरो ला है किन फेरि अब हजुरको चेली माइती भएपछि चाहिँ मेरो सोल्टी परेन तिमी चाहिँ बहिनी म नि त बहिनी पहिलाको छैन त मेरै जस्तो छ त दुईटामा पर्यो त्यही त त्यो कुरा त्यो कुरा के सम्झ्यो ऊ माइतीहरूको त्यो पोस्टर आएछ माला हुनु माइती अदिया लमङ मेरो लागि पनि घरमा एउटा राख्नु पर्यो अलदाजी मात्र हेर्नु साँच्चै यो फोटो रहेछ म मान्दिनँ तर मेरो चिया छ पर मेरो डोनेसन बस्न ए नभन पहिला बोल्नु निकाल्ने पुरा हँसाउँछ है हँसेले भएको नाच अब त चाहिँ प्रेममा मर्छ है खुट्टा चाहिँ कहाँ चला छ्या तैँले त भ्यान्टे निकाल्दैछ तेरो मलाई मन परेन फोटोग्राफी भिडियोग्राफी भिडियो नै साइमन। पाउँछ भने चाहिँ काटिदिउँ काटिदिनु म इग्नोर गरिदिएँ ल हैन आज बेलुकाको सब्जी लिएर तपाईँहरूलाई पनि यसो खुट्टा सुट्टा ल्याइदिनु पर्थ्यो होला है बच्चाको दिनु न हौ सिङ्गीको दिनुपर्छ ल साह्रो कुच्छ हौ त्यो साइमन जेके मर्छ जे के त्यो तास खेल्नु बनाएको बुढी गयो के त ल सुर्ता मान्छ कानमा लगाइदिएन लाउँदिन होस् अहिले टिका लगायो हाँसीमा फोटो फ्रेम दिन्छ या ए अल्लाह खोलेर हेर्नु न अन्त त्यो त्यसमा चाहिँ फुलको माला पनि अहिले भरे खोलेर हेर्नु न अन्त चाहिँ फुलको माला पनि दिइरहेको ह्याप्पी दिवाली पुरा त्यो हुँदैछ पोस्टर अनुहार पनि निकाल्दिनु न उताउति चौडी परिरहेको छ नि पुरा के यस्तो बुढोहरू भएपछि चौडी पर्दैन त के बुढो हुन्छ भर्खर म योपालि ए 32 वर्ष लाग्यो अम्बो यतिको चाहिँ हुनु पर्यो नि त अनि मान्छे भएपछि हेलो क्या ह्यान्डसम देख्दो रहेछ दादाले म नामिनमा अन्दामानमा चाहिँ यति रेकर्ड गरेको नि 1 मिनट 2 मिनटको चाहिँ 500 रुपियाँ लो भर्खर आएको यहाँ विशालहरूमा त्यसको लागि तासको लागि यसलाई चाहिँ म गइन्छ पार्टनर हुन्छ कि अन्त ए त्यही सो खेल्न एबार खेल्दा ल नि त फोन गर्दै मलाई जाउँ आइज भन्दै उयो रहेको हालिदिन्छु ल थप्दिनु न उकालो लामो भयो अन्त डल्लो चाहिँ म मात्रै रहेछ नि त बाँकीको चाहिँ यति लामो गएर आएर टिका चाहिँ लामो लगाइदिनु पर्छ नि हामी छोटै बनाएछ हुन्छ बहिनीले यस्तो एम हुनु सिजन मेरो पनि दिँदैन कि त्यही भएर होला ठिकै छ त के झर्दैछौ है झर्दैछौ है फुल अब बुढो भएको नि त हौ
आमाबाट खेलाउँछु भनेर चाहिँ बुढो बन्नु थाल्यो अहिले मैले बिक्री भएन मैले अब हामी बिक्री हुनु पनि छैन बित्थाको नबोल्नुहोस् न म यहाँ भरे म भिडियो बनाइदिन्छु मामुनी भएन नि हो झन् 5 जना पो छ त है अङ्मित निन्जा अङ्मु लाकी डोमा झरना फुर्मित त्यति हो 5 जना हो मितहरू याङमितहरू हामी आमा आउँदैन याङमित अङ्की निम्ठीहरू हो ठुलो नि अन्त छुजिङको ब्याचको हो नि त 94 को नि त उनी त अब त्यो भएको नि उनीहरू त्यसमा त्यसो न त्यसको फोटो भिडियो केही पाउँदैन हामीले यहाँ भाइले त आफ्नै क्यामेरा पनि लिइराखेको रहेछ भिडियो बनाएर हाल्नु भनेर कि हाम्रो पनि खिचेर लाने बनाइदिनु भिडियो म सबैको मोमो खाएको बनाउँछु अहिले म ला मोमो पर त्यही बिर्सेँ भने भिडियो सबै तपाईँ पनि म पर्दैन हात पर्दैन पलाइटी कसरी बस्नु त तपाईँ पनि यो फोटोग्राफर हामीले मिल्दैन पैसाले पठाउँछ हामीले मिल्दैन पैसाले पनि पठाउँछ तपाईँको त पुरा उयो भयो नि हौ तेल आयो नि यसले बुई खिचे भिडियो रेकर्ड ए सरी सानो हात भएको दिन यही पढाउँछ नि हो काट्नु न अन्त पाउने 11 मिनटको बुई नै खिच्यो ठुलो छ कि कुन चाहिँ एउटा ठुलो के भने डाउट छ त्यसमा चाहिँ भाइको सानो रहेछ यति भन्यो भने चाहिँ मलाई फोन किनिदिन्छ कि भनेर नि ए यसले चाहिँ मात्रै यत्तिकै यो बहिनीले चाहिँ के खिच्यो अब खोलेर हेरेँ ल हेर्दै त्यो दादा यता ए क्या खुसी भएको अरे के अरे आज मङ्गल गीत पनि गाइदिन्छ एउटा अनि त पक्का अजिलो मङ्गल सकुनहरू नभए गीत दिएको पहिला त्यसो दिन्छ ए हो र हामी त सबै सकुनहरू हुन्छ हौ हुन्छ दादा यसको उयो चाहिँ कता हो पज गर्नु मैले खादिनँ कुन पज गर्ने आफै खिच्नु जाने अटो हो नि खिचोस् कि नखिचोस् है त्यो राम्रो खिच्दैन पर्छ तर भिडियो त राम्रो छ यस्तो राम्रो काममा अगाडि यत्रो बाग्नु उभिन्छ राम्रो फोटो खिच्नु ए उसको अघि त्यो पता दिँदैछ ल आइहाल्छु अब चाहिँ हामी आजको अन्तिम चरण सकेर फर्किँदैछौँ है त्यही छ हामीसित हुनुहुन्छ यहाँ अफ्ताबज्यू जो चाहिँ मेरो को पार्टनर हाम्रो हातमा चाहिँ बहिनीले दिनुभएको गिफ्ट माले दिनुभएको सानो गिफ्ट छ है त्यही बोकेर हामी लाग्दैछौँ झिलिमिली रातमा साथीभाइ साथमा रमाइलो मनाउँदै नसकेन अझै पुरा सीता है कहाँ सुरु कहाँ खत्म टिका लगाइरहेछ आज अब भाइटिका हाल्नु पाएन आया यो पनि सेम ल्याएन 3 हो कि 5 हो? 3 हो ल।